कस्तो लाग्यो एभ्रिवान वेलकम टु माई च्यानल। म चाहिँ आज आएको छु साउथ जोर्ज सिनेमा अनि यहाँ चाहिँ आज रियाजको स्कुलबाट प्रोग्राम हुँदैछ। आज चाहिँ यहाँतिर फिल्म फेस्टिभल छ, सो हामी चाहिँ अहिले लाग्दैछौँ भित्रतिर। Rians, are you excited? Are you excited? Good. Mas eles não abraçam para baixo. Olá, bom dia. कहाँ जानु भएको तिमी? कहाँ जानु हो न? फिल्म हेर्न जाने हो? हो? यस? ओके, लेट्स गो। हो अहिले चाहिँ सबैजना आइसकेको छ, यसको साथीहरू पनि। अब चाहिँ एकछिन केही बेर पछि प्रोग्राम सुरु हुनेवाला छ। यो चाहिँ रहेको छ 13th इन्टरनेसनल फिल्म फेस्टिभल। यो फेस्टिभल चाहिँ 9 डेजसम्म लाग्नेछ अनि यसमा चाहिँ 200 कन्ट्रिजबाट 50वटा सर्ट स्टोरिजहरू चाहिँ सेलेक्ट गरेर देखाइनेछ। यो फिल्म फेस्टिभल चाहिँ 1 इयरदेखि 13 इयर्सको एडल्टहरूलाई देखाइनेछ। हाम्रो पनि यो फर्स्ट टाइम हो अनि एकदम राम्रो एक्सपिरियन्स हो हाम्रो लागि चाहिँ। यो हलमा चाहिँ 1 देखि 3 इयर्सको बेबिजहरू मात्र छ अनि पुरा सिटहरू चाहिँ पुरा प्याक छ। एकदम रमाइलो हुनेवाला छ आजको चाहिँ भिडियो। Bom dia. Bom dia. Ai, eu não ouvi as crianças a dizerem bom dia, bom dia. Bom dia. Foi bom dia, Maria. Bom dia. Tudo olha. Vamos ver filmes muito diferentes. Nunca mais começa! Já estou a soltar as pipocas. Tio, assim não pode começar! Ufa, obrigada, Zizi. Okey, dönmez. अलिकति मात्रै खिच्नु। Nereden? के गरेको विङ्स बजारमा चाहिँ बसिरहेको छ। कस्तो लाग्यो राम्रो थियो। अब फिनिस भइसक्यो, फिनिस भयो। अब कस्तो लाग्यो खै भनेको। कहाँ जानु लाग्यो तिमी? वेट, कहाँ जानु हो नि त? कहाँ जानु लाग्यो? सिधै फिनिस भयो। अब अहिले चाहिँ फिल्म सबै सकिसक्यो अनि सबैजना अहिले स्कुलतिर लाग्दैछ अनि हामी पनि अहिले यहाँ चाहिँ स्कुलतिर पुग्नुपर्छ। अब चाहिँ हामी सबैजना स्कुलतिर लाग्दैछ। स्कुल जाने रियान्स अब उता पुलिस आन्टीले स्कुल लैजान रियान्स तिमी मात्र हो घर जाने भनेर सबैजना स्कुल जानु लाग्यो। लुक
स्कुल जाने सबजना स्कुल जान साथी You see? यता हेर लुक यता हेर न यस्तो ठाडो बाटोबाट लगेको छैन यहाँ अगाडि चाहिँ पुलिसले हामीलाई स्काउट गरेर स्कुलसम्म पुऱ्याउनु भएको छ यस्तो ठाडो बाटोबाट रोको स्कुल जानु पर्ला रोको हेर हामी त अहिले हामी चाहिँ स्कुलमा आइसक्यौँ अनि मेरो छोरा चाहिँ स्कुल नजाने भने रुइरहेछ अब यसलाई चाहिँ हामीले घर लानुपर्ने भयो रियाज स्कुल नजाने नाइ ल ल घुम्न जाने ओके ओके एकछिन वेट गर त टिचरसँग कुरा गर्ने अनि हामी घर जाने हो कि हामी चाहिँ अहिले टिचरसँग केही कुरा गर्नुपर्ने छ यसको स्कुलको लागि अर्को स्कुल अब चेन्ज हुन लाग्छ अब त्यसको लागि कुरा गर्नुपर्छ अनि कुरा गरेर हामी चाहिँ घर जाँदैछौँ मेरो बाबु चाहिँ एकदम रुइरहेको थियो तैपनि पनि मैले उसलाई चाहिँ स्कुलमै छोड्दै आई होप आजको भिडियो पक्कै पनि तपाईँहरूलाई मन पऱ्यो भने प्लिज लाइक गर्नु होला तपाईँ मेरो च्यानलमा नयाँ हुन्छ प्लिज सब्सक्राइब माई च्यानल फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ थ्याङ्क यू सो मच फर वाचिङ बाई